everyone, welcome back to my channel. So हजुरले हेरेर थाहा पाइसक्नु टाइटल हेरेर थाहा पाइसक्नु भइसक्यो होला हैन हामी कहाँ जाँदैछौँ भनेर अनि आज चाहिँ म चाहिँ मेरो दिदीको घर जान आँटेको छु अनि मेरो चाहिँ यहाँबाट रेडी भएर म चाहिँ हिँड्न आँटेको अनि एकैचोटि अब त्यो भिडियो मैले बनाउँदाखेरि त उहाँ हुन्छु नि त म अनि त्यो भएर एकैचोटि त्यो भिडियो देख्दा चाहिँ हजुरले कहाँबाट आइ भन्ने हुन्छ अनि म जस्तै यता घर आइसकेको थिएँ त्यो भिडियो हेर्नुभएको होला घर आइसकेको थिएँ अनि अब चाहिँ फेरि जान आँटेको छु यो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला माया लभ एन्ड सपोर्ट गरिदिनु होला भन्दै अनि अब चाहिँ जान आँटेको छु मेरो हजुरले यहाँ आउटफिट हेर्न सक्नुहुन्छ सो अनि अहिले चाहिँ रहेको छ कति 1 बज्न आँटेको छ अनि अब यस्तै छ यहाँको मौसम चाहिँ हेर्न सक्नुहुन्छ सबै हिलै छ क्या साथीहरू छुकेकै छैन धान त अस्ति काटेको नि त अनि त्यस्तै छ हेलो एभ्रिवान यहाँ छ हाम्रो सुर्केस ढ्यान यहाँ छ लुगा अब चाहिँ हामी हाम्रो प्याकिङ गर्न जान लागिरहेछौँ अनि हजुरहरूलाई चाहिँ अब कहाँ जान आँटेको भनेर भएको होला मैले त भनेकै छैन नि त अनि हामी चाहिँ अब काठमाडौँ जान आँटेको छौँ अनि मेरो दिदी र म हजुरले चिनि नै हाल्नुहुन्छ मेरो दिदीलाई त अरू बेला मैले भ्लगमा पनि देखाइरहेको छु अनि अब हाम्रो अलिक पर्सनल काम भएको हुनाले चाहिँ हामी जान आँटेको छौँ अनि साथीहरू यो हेर्नु न हजुरले चिन्नु हो यो के हो यो चाहिँ बिहे मेरो दिदीको बिहेको घुम्टो हो यो चाहिँ टोपी हो अनि यो चाहिँ घुम्टो हो यहाँ हेर्नु न घुम्टो पनि छ हजुर साथीहरू देखाउँछ यो चाहिँ भिनाजुको टायर टोपी चाहिँ लाउँदा है नेपाली छोरा साथीहरू अनि कोट पनि छ है कोट पनि छ यहाँ भिनाजुलाई कोटमा चाहिँ राम्रो देखेको थियो है अनि अहिले चाहिँ अब हामी प्याकिङ गर्न आँटेको छु हाम्रो भोलिको फ्लाइट छ 4 बजेको कोट पेनहरू सबै उयो लगाएर राखिदिनु पर्ने भोलि चाहिँ अब हामी जान्छौँ अनि अझै झन् भिडियोहरू हेर्दै गर्नु होला मैले अस्ति हजुरलाई भन्थेँ नि ब्याक टु ब्याक भिडियो आउँछ भन्थेँ नि अब चाहिँ आउँछ होइन अनि मेरो सामानहरू चाहिँ छ यहाँनिर लुगा नअटेर साथीहरू जोक छ होइन लुगा त्यसै पनि त छैन त्यही पनि 2-3 जोडी पनि अट्दैन क्या यस्तै सुटकेस साह्रो छ नि त त्यही हो साथीहरू अनि अहिले म हजुरलाई त्यही प्याकिङ गर्दैछु भनेर देखाउनलाई चाहिँ गरेको थिएँ भिडियो अनि अहिले चाहिँ म यहाँ दिदीकोमा आइसकेर अहिले बेलुका राखेको अब भोलि चाहिँ हाम्रो फ्लाइट छ हामीले जान्छौँ भिडियो चाहिँ हेर्न नछुटाउनु होला भिडियो हेर्न चाहिँ नछुटाउनु होला होइन माया लभ एन्ड सपोर्ट देखाइदिनु होला अब सानो उयो के भन्छ युजर छु होइन हजुरले साथ सपोर्ट दिनुभयो भने भिडियोहरू बनाउन हिम्मत मिल्छ मलाई सो त्यही हो साथीहरू अनि अहिले चाहिँ अब हामी प्याकिङ गर्छौँ ल साथीहरू हेर्न सक्नुहुन्छ हजुरहरूले अहिले चाहिँ हामी चाहिँ रेडी भइसकेको छौँ अनि आज रहेको छ नेक्स्ट डे हिजो चाहिँ हामीले प्याकिङ सेकिङ गरेर हिजो सुतिहालेको थियौँ अनि आज चाहिँ अब बेलुकाको 4 बजिसकेको छ अनि अब चाहिँ हाम्रो यहाँनिर प्याकिङ पनि भइसक्यो हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ 2टा झोला छ अनि यहाँ हुनुहुन्छ मेरो दिदी हजुर हेर्न सक्नुहुन्छ हामी चाहिँ रेडी भइसक्यौँ अब रेडी भएर चाहिँ गाडीलाई पर्खिरहेको छौँ अब गाडी आउँछ अनि त्यसपछि हामी जान्छौँ के कस्तो हुन्छ यो भ्लग चाहिँ हेर्न नछुटाउनु होला होइन अनि अब चाहिँ गाडी आउने बेला पनि भयो अब हामी सबै तयारी भइसक्यो अब चाहिँ हिँड्न मात्रै रहेछ हेलो साथी हेर्न सक्नुहुन्छ निस्क्यो होइन हाम्रो सामान हेर्न सक्छ यति धेरै छ होइन पुरै छोडिदिउँ अनि अझै थप पनि यहाँ पनि छ अब चाहिँ हामी जान आँटेको छौँ हाम्रो गाडी आउँदैछ अरे अहिले फोन गर्नु भएको थियो अनि सब चाहिँ हामी घरदेखि निस्किन आँटेको साथीहरू 5 बज्न आँटिसक्यो अहिले चाहिँ अलिक ढिलो भयो आज चाहिँ अरू बेलाको भन्दा अलिक धेरै टाइम भयो लागेछ मेरो आउटफिट चाहिँ हेर्न सक्नुहुन्छ हजुरले हिजोकै हो होइन हेलो साथीहरू हामी चाहिँ गाडीमा चढिसक्यौँ होइन यस्तो उयो हामी गाडी पर्खिँदै बसिरहेको थियौँ नि त अनि गाडी छिटायो नि हामी त पनि हतार थियो नि त अनि चढिहाल्यो अनि चाहिँ अब अँध्यारो भइसक्यो अनि यहाँभित्र चाहिँ पुरै अँध्यारो छ बत्ती बालिरहेको छ यहाँनिर त्यही हो साथीहरू अनि अब चाहिँ हामी गाडीमा चाहिँ म त गाडीमा चढिँदै निदाइहाल्छु अब हजुर चाहिँ फर्स्टै हेर्दै गर्नु ल हेर्नु ल भने
हेलो साथीहरू, अहिले चाहिँ हामी इटारी आइसक्यौँ नि त। अनि हामी चाहिँ अब खाजा भोक लाग्यो क्या। अघि हामीले दिउँसो 2 बजी त खाजा त खाएको थियौँ, त्यही पनि भोक लाग्यो। अनि अहिले चाहिँ त्यही भएर अब चाहिँ हामी यहाँ खाजा किनेर अनि गाडीमा चढाइ ब्रेक दिनुभएको थियो नि त अब टोयलेट जानेहरूलाई किनेको अन्डा चप ब्रेड अहिले चाहिँ हामी पपकर्न खाँदैछौँ। झगडा पर्ला जस्तो भइसक्यो साथी, के भन्नु कुरा नमिल्यो। अनि साह्रै भोक लाग्यो नि त, अनि त्यही भएर हामी चाहिँ खाँदैछौँ। अब कति बेला पुग्ने भएछ, 2 घन्टा पनि भएको छैन चढेको, भोक लागेर यस्तो साथीहरू। अब चाहिँ हामी नाटेको गाडी कुद्न आँटो होइन, बुढी सुधी देखेको मलाई। अनि यहाँ चाहिँ अँध्यारो छ क्या, यहाँ लाइट बाल्नु भएको छ। बाहिरको चाहिँ भ्यू हेर्न सक्नुहुन्छ ऊपर। अब एकैचोटि खाना खाने ठाउँमा मात्रै रोक्नुहुन्छ होला सायद, त्यति बेलै भेट्छु अब म हजुरहरूलाई होइन। अब चाहिँ म फेरि दिइहाल्छु साथीहरू। साथीहरू चाहिँ हामी खाजा खाने ठाउँमा आइपुग्यौँ। अनि अहिले खाजा त हामीलाई के खानु मन लागेको थियो नि त। अनि अघि हामीले त्यत्रो खाएको थियौँ, अनि म त खाना पो खाने होला यहाँनिर भनेको होइन रहेछ, खाना खाने त अझै अगाडि अरे। अनि यहाँनिर अहिले चाहिँ हामी यहाँनिर बाजेको पेडा रहेछ क्या। अनि अब चाहिँ हामी बाजेको पेडा खान आँटेको छौँ, अझै खाजा खाँदै हुनुहुन्छ। अनि हामीले बाजेको पेडा किनिसक्यौँ। साथीहरू हेर्न सक्नुहुन्छ, अहिले चाहिँ हामी खाजा खाने ठाउँमा आएको छौँ। अनि अझै 1-2 घन्टा लाग्छ भन्दै हुन्छ। अहिले चाहिँ 8 साढे 8 भइसकेको छ। अनि उठेर अहिले अब सिकेर जानु फ्रेस भएको नि त। अनि तपाईँहरूलाई एउटा भन्छु ल, म हामीले काठमाडौँ देख्न पनि पाएको छैनौँ होइन। यो त नि हामी 50 रुपियाँ खान्छौँ नि होइन, 100 रुपियाँ अरे होइन। अर्को 50 रुपियाँ खानेवाला चिजबाट चाहिँ 70 अरे है। हामी त एकैचोटि सुनेर त्यस्तो भयो नि त, हेर्नु न। म त हेरेर भाइ। अनि त्यही पनि अनि भोक लागिरहेको थियो। अनि अरू चाहिँ त्यस्तो सुक्खा रोटीहरू रहेछ, अनि त्यस्तो सुक्खा रोटीहरू चाहिँ मलाई खाँदिनँ क्या कहिले पनि म चाहिँ। अनि त्यही हो साथीहरू। होटलको नाम पनि देखाइदिएन। अब चाहिँ हामी 1 घन्टा लगभग 1 घन्टामा चाहिँ पुग्छौँ होला भन्ने कुरा छ यहाँनिर। अङ्कलहरूले त्यस्तै भन्दै हुन्छ, पुग्छौँ पनि होला। अनि अब चाहिँ म एक्साइटेड छु मेरो दिदीलाई भेट्नको लागि। हजुरहरूलाई पनि देखाउँछु म को दिदी भनेर। त्यो अझ मभन्दा बेसी त्यो एक्साइटेड चाहिँ हामीसँग भेट्नलाई चाहिँ। अनि अब हामी सबैजना खाइराखेको छौँ। अब चाहिँ जान्छौँ होला साथीहरू, त्यही भएर
छोरीलाई झर्माउने यस्तै राम्री छोरीलाई झर्माउने ल्याउले बनाइमा। हेलो साथीहरू, अहिले चाहिँ हामी यहाँनिर बस पार्कमा आइसक्यौँ। मेरो चाहिँ उयो हामी चाहिँ उयो हरियो गाडीमा आएको हो। अनि अहिले चाहिँ अब हामी हाम्रो साथीको वेटिङमा छौँ। अनि हाम्रो साथी चाहिँ आउँदै हुन्छ अरे हामीलाई लिनलाई। यहाँ मेरो हेर्नु न साथीहरू, यो झोला हेर्नु न साथी, ल्याउँदाखेरि कस्तो थियो अहिले हेर्नु न। त्यो उयसमा त हालिदिएको सबै बनाइदिएर साथीहरू। अनि अहिले चाहिँ अब त्यो अब चाहिँ हामी जान्छौँ आइसकेपछि। साथीहरू, हाम्रो मान्छेहरू आइसक्नु भइसक्यो हामीलाई लिनलाई। यति धेरै ढिलो गर्नुभयो कि अब के भन्नु, पुरै छोडिदिउँ हामी फोन गर्दा गर्दा यहाँनिर। अनि कस्तो तल कस्तो फिल भयो हामीलाई देखेर भन्? एकदम ह्याप्पी। तल चाहिँ कस्तो भयो त झन् सुतेको थिएन लागेन मलाई त भन्नु होला। अब म भन्छु भने होइन गाडीमा नि यो त मस्तै लिइराख्यो। तर म सुतेँ बिहान चाहिँ उठेँ। यो चाहिँ मेरो दिदी हो होइन, उसको चाहिँ बहिनी हो। एकदम भन्दिनँ तपाईँहरूलाई थाहा छँदै थियो होइन हाम्रो कति सामान थियो भनेर। अनि हेरिसक्दा हामीले नसकेर फेरि टाढा आएको छ क्या। अनि नसकेर यो मेरो दिदीले लग्दै हुन्छ यता छ हाम्रो। अनि अब बढी गाह्रो भयो क्या साथीहरू। यहाँ यो के छ नि त नि पठाइदिनु भएको मेरो दिदीलाई कोसेली अरे। अनि तेरो मक्का हुँदै डढाउँदै थियो कस्तो कति टाढा हौ। अनि जोस् अनि हामी जिस्काउँछौँ सम्झेलाई चाहिँ जोस् राम्रो देखिँदो रहेछ यसरी गुडगाउँदा सुर्केस र जेब्रा हालेर भन्दैछौँ। अनि यता फेरि अर्कै हुन्छ परदेशी च्याउै बुढाइ जस्तो देखिरहेको छु। अनि म चाहिँ अलिकति यहाँ मेरो ब्यागमा छ त्यही बोकेर हिँड्दैछु साथीहरू। मैले अघि बोकेको थिएँ एकचोटि। अनि मैले अघि बोकेको थिएँ अलिक गलेर अहिले सकिँदा क्या सास बढ्यो नि त। अनि त्यहाँ अहिले हिँड्दैछौँ हामी चाहिँ यहाँ खोइ अहिले डल्लुमा आइपुग्यौँ। साथीहरू हेर्न सक्नुहुन्छ अब चाहिँ हाम्रो खाना खाने कार्यक्रम हुन आँटिसकेको छ। हामी चाहिँ अघि आयौँ नि त। अनि आएर म चाहिँ हल्का फ्रेस पनि भएँ। अनि अब चाहिँ हामी खाना खान आँटिरहेछौँ। यहाँ छन् दिदी दिदी पनि हुन्छ। अनि दिदीले चाहिँ खानेकुरामा यस्तो दामी बनाउनु भएको रहेछ कि अब हेर्दै खाउँ लाग्छ। अब चाहिँ हामी खान्छौँ। अनि यहाँ चिप्सहरू पनि छ। अनि म चाहिँ नुहाएर अलिकति फ्रेस पनि भएँ। अलिकति जस अहिले त कस्तो भएको छ क्या साथीहरू। अझै अनि कस्तो अघि त पुरै हुन्छ नि पुरै जिउै कस्तो भइरहेको थियो। अनि चिसो पानी थियो नि त नुहाइदिएको। अनि नुहाएर चाहिँ अलिक ठन्डा दामी भयो। अब चाहिँ हामी खाना खान्छौँ अनि घुम्न जान्छौँ। सबैजना चाहिँ हामी उयो एक्साइटेड छौँ। खा त कस्तो भयो अनि भन्ने यसलाई त आफूले बनाएको मिठो लागिहाल्छ। जस्तो सन्ध्या दिदीले मिठै बनाउनु भएको छ र म पनि खान्छु ल साथीहरू। म चाहिँ यसको हातले बनाएको खानेकुरा मिठो छ। तँलाई मिठो लाग्यो र साथीहरू हजुरहरूले चाहिँ यो भिडियो लास्टसम्म हेरिदिनुको लागि थ्याङ्क यू सो मच। अनि मैले चाहिँ यो भिडियो चाहिँ धेरै लामो चाहिँ बनाइनँ किनभने मैले चाहिँ यो भिडियो चाहिँ अब घरदेखि यता काठमाडौँ आएको मात्रै बनाएको थिएँ नि त। अनि अब जुन भिडियो अब अरू अब हामी कता कता जान्छौँ त्यो भिडियो चाहिँ अर्कै नेक्स्ट पार्टमा हाल्छु म। अनि त्यही भएर यो भिडियो चाहिँ मैले यति समय बनाएँ। अनि अब हाम्रो यो सफर चाहिँ राम्रै ठिकै भयो भनौँ। अब जस मजाले घरमा सुते जस्तो त हुँदैन, त्यही पनि गाडीमा अब अलिअलि सुत्दै ओर्दै आयौँ। अनि अब चाहिँ एकछिनपछि चाहिँ अब हाम्रो फेरि उयो डुल्ने कार्यक्रम चाहिँ स्टार्ट हुन्छ। अनि अहिले चाहिँ अलिकति रेस्ट गर्दैछु। मेरो दिदी त अघि आएर सुति पनि सक्नु भइसक्यो। सो हजुरलाई थ्याङ्क यू सो मच भिडियो लास्टसम्म हेरिदिनुको लागि। अनि मेरो च्यानल सब्सक्राइब गर्नुभएको छ भने प्लिज सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको भिडियो चाहिँ यहीँ इन्ड गर्न चाहन्छु। बाई बाई गाइस, सी इन द नेक्स्ट भिडियो।